लगभग सबैलाई पर्ने कम्पनीको आइपिओ आएको छ। तपाईको 1000 रुपैयाँले स्योर सर्ट 15000 वा 20000 पर्ने कम्पनीको आइपिओ भर्न चाहिँ नछुटाउनु होला। र आजबाट ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा जानुभएका नेपालीहरूका लागि पर किता 100 रुपैयाँको दरले 3,97,169.30 किता आइपिओ इस्यु गरेको छ। यो कम्पनीको आइपिओ तपाईले वैशाख 8 गतेदेखि वैशाखको 22 गतेसम्म अप्लाई गर्न सक्नुहुन्छ। यो कम्पनीको इस्यु म्यानेजरको रूपमा लक्ष्मी सनराइज लिमिटेड रहेको छ। यो कम्पनीलाई इग्रा नेपालले BB- रेटिङ दिएको छ। तपाई ढुक्क भएर आइपिओ मा लगानी गर्दा हुन्छ। यो कम्पनीको आइपिओ मिनिमम 10 र म्याक्सिमम 1000 कितासम्म अप्लाई गर्न सक्नुहुन्छ। यो कम्पनीको आइपिओ नेपालको श्रम मन्त्रालयबाट श्रम स्वीकृति पाएर वैदेशिक रोजगारीमा जानु भएको र रेमिटेन्स सेभिङ एकाउन्ट डिमेटसँग लिङ्क गरेको जो कोहीले अप्लाई गर्न सक्नुहुन्छ। अनि यो कम्पनीको आइपिओ जनरल पब्लिकलाई अलि पछि आउँछ। यदि तपाईको आफन्ती विदेशमा हुनुहुन्छ भने यो भिडियो शेयर गर्न चाहिँ नबिर्सिनु होला। अनि यो कम्पनीको आइपिओ लगभग सबैलाई कसरी पर्छ त? रिजर्भ आइपिओ अप्लाई गर्ने लगभग 50,000 हुनुहुन्छ र यो कम्पनीको आइपिओ 10 किताको दरले 40,000 लाई पर्छ। अनि भएन त गजब। अनि लास्टमा यो भन्दा पहिला खुलेको सान्वी इनर्जी लिमिटेडको आइपिओ भर्नु भयो त? अझै टाइम छ। यदि भरेको हुनुहुन्न भने भरिहाल्नुहोस्। अनि यस्तै न्यू आइपिओ अलर्टको लागि फलो गर्नुहोस् है त।